ये कोला हाम्रो ल खतरनाक खट्याक्क गर्छ अरे पिलरमा के खट्याक्क गर्छ नि यतिखेर होला त मेरो न्यू ब्लगमा चाहिँ तपाईँहरू सबैलाई स्वागत छ होइन। सो आजको ब्लग चाहिँ यो हुनेछ कि होइन तपाईँहरूको डिमान्ड र मैले नि ब्लग बनाउँछु भनेर चाहिँ होइन आज मेरो फर्स्ट ब्लग छ होइन। सो लेट्स चाहिँ राम्रै हुनेछ होइन, इन्जोय गर्नु होला। अनि आज हामी मन्दिर जानेछौँ, मनोकामना मन्दिर। म चाहिँ नआएर होइन कपडा पनि लगाइसकेको छु, यहाँ विशालले नआएर कपडा लगाइसकेको छ। सो त्यही हो, अब हामी जानेछौँ होइन गाइस। अब फ्यामिली ममबाउ चाहिँ होइन नुहाउनुहुन्छ अनि हामी जान्छौँ। अनि मैले चाहिँ होइन आफ्नो झोलामा सामान प्याक गरेको छु होइन, थोरै एउटा चार्जर मात्र प्याक गरेको छु। अरू के सामान चाहिन्छ त्यो सब लिएर जानुपर्ने हुन्छ होइन। अनि हामीसँग लोकल भाली पनि छ, अनि हामी देखाउँछौँ। त्यहाँ बसिरहेको टोपीमा गाइस देख्न सक्नुहुन्छ, बसिरहेको चाहिँ चल्दै होइन। रातिको 4:30 भएको अवस्था। अब हामी पनि हिँड्न लाग्यो। फाइनली आएको छौँ होइन। यस्तो जङ्गलहरू देख्न सक्नुहुन्छ। ल यताबाट चाहिँ मस्त अब टेबल कारमा गइन्छ होइन, भवाल मजा हुनेछ। हेरिराख्नु होला नि त। सो त्यही हो, धेरै दुःख पाइरहेको छ। Hold me close till I get up. Time is barely on our side. गाइस पानी परेको अवस्था। सो भ्यू जज चेक गर्नु भइसक्यो। झलुङ्गे पुल पनि रहेछ, हामी जान्छौँ त्यहीबाट हो कि कताबाट हो। झलुङ्गे पुलबाट होइन होला, सो केही छैन। हिँड्न लागेको अवस्था। यस्तो मोड छ यार, भवाल फर्स्ट एक्सपिरियन्स भयो होइन। के भन्छ होइन अलि भन्न नि लाइक भवाल मजा हो। सही हो। ल मन्दिर पनि रहेछ, यसो दर्शन गरिदिउँ मन्दिर। ल पानी छ हो, पुरै पानीको आवाज है, पानी नै रहेछ। ल ल ल ओहो, यहाँबाट पानी बगेको अवस्था। खतरा। अब केबल कारको चढिन्छ के अरे, बवाल मजा आउनेछ। ल यस्तो छ है, फर्स्टचोटि आउँदै हुनुहुन्छ भने मेरो पनि फर्स्ट टाइम हो यहाँ आएको। ल बवाल राम्रो छ। मोबाइलले हेर्नुभन्दा नि अझ झन् आँखाले हेर्नु चाहिँ बवाल। झन् यता बिरुवाहरू रोपेर खतरा, फुलहरू यहाँ स्याङ खतरा। अलिक पानी परेको अवस्था है, सिमसिमे। ल यता माथि त डाँडै छ त यहाँ। यो 3-4वटा कतिवटा डाँडा कटै जानुपर्छ अरे। लु यत्रो तल रहेछ, हामी त वहाँ माथिबाट। तपाईँहरूले चाहिँ होइन टिकट काट्नु छ भने त्यो के अरे टेबल कारको माथि काट्नु गाइस, तलपट्टि लास्ट भिड हुन्छ अरे माथि। त्यहीँ पसलमा हामीले त्यहीँ काटेको हो, त्यहीँ गएर काट्दा हुन्छ होइन। ल खतरा मजा, जति देखाए पनि देखाउँ जस्तो कि। झन् एकचोटि आएर हेर्नु भने चाहिँ खतरा नेक्स्ट लेभल हुनेछ। आएर हेर्नु खतरा, नाइस छ भिलेज ठाउँहरू। यस्तो बवाल। ल टेबल कार सराएको अवस्था। ल पनि टेबल कारभित्र भेटौँला गाइस, यस्तो हुन्छ होइन।
यतापट्टि चेकिङ हुन्छ टिकटको अनि सो माथितिर भिज्यो अनि हुन्छ अरे नाइस ट्र्याकको भित्र टिकट काटेर तपाईँहरूलाई लाइनमा बस्नुपर्छ जस्तो लाइन छ ए आइ खुल्लेको रहेछ त अत्र त्यहाँ चढ्ने रहेछ टेबल कार चाहिँ त्यहाँ चढ्ने रहेछ देख्न सक्नुहुन्छ होइन सो अलि हामी चढ्ने कहाँ बवाल फर्स्ट टाइम है बवाल फोटो पनि छ है नाइस लाइनमा बस्नु पऱ्यो होइन सो त्यही हो केबल कारमा सरर जान मिल्यो एक लटमा जान मिल्छ अहिले थाहा पाइहालिन्छ ल टेबल कारमा भेटिन्छ गाइज हाम्रो टेबल कार आएको छ 32 नम्बरको सरर आएको छ 32 नम्बर ल बसिएको छ केको डर हो र आनन्द सरर ल खतरनाक केबल कार उहाँ डाँडामाथि पुग्नुपर्छ भिक्टर डाँडा कति ल यता हेर त कस्तो देखिन्छ अहिले ल तल हेर त तल मम्मी प्लेनमा चढे जस्तो ए आनन्द के डर खतरा यार बाई बाई गर्नु भएको सानो मान्छेले घरहरू कस्तो खट्याक्क गर्छ अरे पिलरमा के खट्याक्क गर्छ नि यतिखेर मतलब त यही खट्याक्कहरू झरेकी जस्तो हुन्छ भएन नहेर त पछाडि हेर न पछाडि सर्लक्कै देखियो पुरै प्लास्टिक उकालो छ तल हेर तल खतरा उता झन् हामी पातल पातल मान्छे बसी हेर झन् पानी हेर्न कस्तो पानी परिरहेको छ पानी परिरहेको त नि पानी डर रन्के रहेछ ओहो खतरा देखियो गाइज होइन सो पानी परेर चाहिँ मैले भ्लग बनाउनु थाहा थिएन अहिले चाहिँ पानी तन्किरह त्यही पनि भ्लग बनाइरहेको विधि हो गाइज हुन्छ अब ओहो कति राम्रो काठहरूको सामान हेरेर सजाएर राख्नु बन्द सर जहाँ हेर त्यहीँ हेर मेरो मन्दिर पुगेर भेट्छु गाइस जुत्ताहरू राख्न सक्नुहुन्छ सब भइसकेको छ हामीसँग सो अब चाहिँ घरतिर अब होटेलमा गएर फोटो खिचायो फोटो सिधै हो
जुत्ताहरू निःशुल्क हो, पैसा दिनु पर्दैन गाइस। गाइस होइन बिचमा बाटोमा आएको भ्लग बनाउनु पाइनँ किनभने मोबाइलमा त्यो के अरे ग्यालेरी फुल भयो क्या मेरो, अनि त्यो कारणले अहिले घर भेट्छु गाइस। भ्लग पनि धेरै भएर होला मोबाइलको स्टोरेज फुल भएको छ होइन। सो त्यही हो, आजको भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट सेक्सनमा भनिदिनु होला है। लाइक सपोर्ट अनि अरू साथीहरूलाई पनि सेयर गरिदिनु होला है त गाइस। बाई।